कि अब के भएर लास्टै रोइरहेको थिएँ त्यो भित्र कोठाभित्र त्यसै बाहिर आएको पनि थिएँ नि होला र त्यसले मलाई कल गरेर अनि धेरैचोटि रोएर भने अलि स्पष्ट नडराएर एकदम खुलेर बोल्नुहोस् है नडराएर एकदमै अलि जोडले बोल्नु तर डराउनु पर्दैन घटना घटिसकेको छ मान्छे मरिसक्यो मान्छेको ज्यान गइसक्यो होइन तर के भन्नुभएको थियो खुलेर भनिदिनुहोस् त्यही भन्नुहुन्थ्यो त्यसले चाहिँ के भन्दा पनि अब मैले सोधेँ होइन त्यसले रोएर मसँग कुरा गरी उहाँले चाहिँ त्यो पैसाको बारेमै कुरा गरी मसँग चाहिँ त्यसले पैसाको बारेमा कुरा गरेको थियो अनि त्यसपछि मैले सोधेँ के पैसा हो भने अनि त्यसले मलाई कतादेखि बनाइदिएन पैसा अनि भन्न लानुभयो अनि त्यसले भनिसकेपछि मैले अहिलेसँग मसँग त छैन होइन त्यसको घरको त्यो छ नि जो निर्मल उहाँले चाहिँ भन्नुभयो चाहिँ म दिँदिनँ सिधै दिँदैन भनिदिनु भयो रहेछ उहाँले उसलाई अनि त्यसले उसले मलाई फोन गरेर भन्यो फोन गरिसकेपछि अनि मैले त्यसको मेरो फोनमा कुरा भयो त्यसले भनिरहेको थियो कि मलाई यस्तो यस्तो भन्नुभएको छ उहाँले होइन निर्मलले यस्तो भन्नुभयो मैले भनिरहेको थिएँ त्यसले अनि त्यसपछि त्यसले निर्मलले पैसा माग्न लगाउनु भयो माग्न भन्दा पनि मतलब उहाँले खर्च गरिदियो भनेर उसँग माग्यो कि बुढासँग माग्यो नि त उसँग माग्यो उसले नाइ भन्दो रहेछ दिँदैन भन्ने रहेछ उसको बुढाले अनि त्यसपछि उहाँले चाहिँ आफ्नो खर्चको लागि पैसा माग्नु भयो खर्च भन्दा पनि अब त्यो मासेको पैसा हुन्छ नि अब उसले त मासेन उसको फ्यामिली हुन्छ नि त उसको माइजूहरूले कसले मासे भन्ने कुरा गरिरहेको थियो मलाई अनि त्यसो मलाई बनाइदियो भने मैले भने कि मसँग छैन अहिले कतैदेखि भएपछि बनाइदिन्छु भने त्यसले मलाई भने ल बुढासँग लिएको पैसा मासेको के हो खुलेर भन्नु न किस्ता हुन्छ किस्ता कति हो अब किस्ता चाहिँ उहाँले मलाई त्यस पुरै भने नि त्यसले 500 मात्रै चाहियो भने अनि मैले 500 मात्रै मासे होला त्यो मासे भनेर अनि त्यो 500 मासे छु अनि त्यही पैसा चाहियो भन्न लागि अनि मैले भने कि अनि त्यसपछि त्यसलाई होइन मसँग अहिले छैन पैसा अनि मलाई धेरैचोटि रोएर भनिरहेको थियो त्यसले मलाई यस्तो यस्तो पैसा चाहियो अनि मलाई बनाइदियो भनेपछि मैले अहिले मसँग छैन पैसा अनि पैसा छैन अनि म कहाँदेखि बनाइदिउँ भन्ने मैले त्यसलाई अनि त्यसले फेरि पछि के भने ब्यालेन्स हालिदिएँ भने मैले मलाई ब्यालेन्स हालिदिएँ अनि ब्यालेन्स हालिदिइसकेपछि अनि मैले मैले उसलाई ब्यालेन्स हालिदिएँ अनि उसले मलाई कल गर्यो अनि कल गरेर मलाई भिडियो कल गर्यो उसले अनि धेरै रोइरहेको थियो कि पुरा रोएर त्यसको यो आँखा हुन्छ नि बहुत यो आँखाहरू बहुत सुनिरहेको थियो कि मैले के भएको छ कुरा सेयर गर्न मलाई भन के भएको छ भन्दाखेरि उसको हजुरआमाहरूले के भन्नुभयो भनिरहेको थियो कि गाली गर्नुभयो यस्तो उस्तो भनेर माइत नै घरको हजुरआमाहरूले अहिले यस्तो कराउनु भयो अनि उहाँले निर्मलले के भन्दो रहेछ त यस्तो चाहिँदैन भन्दै रहेछ सिधै त्यस्तो भन्नु भएन नि त त्यो त भन्नु भएन नि त उसको लागि त त्यसले कति त्यो उहाँ घर त्यागेर गएको छ भने उसले त्यस्तो भन्नसम्म उसले कहाँ सर्न सक्छ त कहिलेको कुरा हो यो तपाईसँग कहिले कुरा भयो हिजो छोडेर अस्तिको कुरा हो अस्तिको मात्रै कुरा हो यो अनि त्यो भने त्यसपछि त्यसको त्यहाँदेखि मैले कल गरेँ अनि त्यसले कल गरेर पुरै रोइरहेको थियो होइन त्यसपछि बोल्न सक्थेँ नि त्यसको भोइस नि क्लियर आएको थिएन तपाईँले भिडियो कल गर्नुभएको थियो कल गरेको थिएँ भिडियो कल गरेर अनि एकछिन देखाएँ त्यसपछि अनि त्यसको फेस देखाएँ नि त्यसले आँखा पुरा यस्तो सुनिरहेको थियो रोएर पनि सासले बोलिरहेको थिएँ बुझेकै थिएन राम्रोसँग लास्टमा यो भने कि मैले राम्रोसँग बोल्न मैले बुझेन भन्दाखेरि अनि त्यसपछि निर्मलले मलाई यस्तो यस्तो भन्नुभयो मैले के भनौँ भनेर त्यसले यति भन्यो कि निर्मलले त जस्तो चाहिँदैन भन्दाखेरि त्यसले त्यतिमै उ गरिदिए अनि त्यहाँदेखि फेरि नम्बर कल गरेँ अनि म आउँछु भने त्यसले नआइज भनिदिएँ म नआइज मैले सुनेको कुरा तैँले पनि सुन्नुपर्छ भनेर त्यो नआइज भने मैले त्यो म आउँछु भनिरहेको थिएँ त्योसँग अनि त्यसले त्यति कुरा गर्नु त्यसपछि हाम्रो कुरै भएन त्यो तपाईहरुको अन्तिम कुरा थियो भनौं अन्तिमै कुरा भयो त्यति नै अनि त्यसले त्यत्रोसम्म त त्यसले नगर्नुपर्ने हैन त्यस्तो लाग्थेन त्यसले त्यस्तो गर्थ्यो भनेर तर रोको अनुसारले चाहिँ धेरै अब पिटे होला नि या केही गरे होला नि तर त्यसले हामीलाई शेयर त गरिन् मलाई भन्ने चाहिँ यति नै भनेको त्यसले तपाईले जस्तो उहाँको पछि चाहिँ जसरी खबर पाउनु भयो कसरी जस्तो उहाँ चाहिँ झुन्डिएर मृत अवस्थामा फेला पर्नु भयो भने कसरी खबर पाउनु भयो मैले साथीहरुदेखि पाएँ साथीहरुदेखि हजुर मैले पनि एक्कासी थाहा पाएँ हैन साथीहरुले भन्नुभयो मलाई पनि थाहा थिएन कि मैले माने थिएन यो सुसाइड गरी भनेर मैले न्यूज पाएँ अनि त्यसपछि बल्ल मैले गरेको सोच्नै नसक्ने एउटा चाहिँ कल्पनै गर्न सक्ने घटना घट्यो है हजुर एक्कासी अब मसँग हिजो बोलेको मान्छे अब अस्ति बोलेको मान्छे हिजो यस्तो भयो भने मैले हिजो नि उ गरेँ जसरी श्रीमानले टर्चर दिइराखेको कुरा श्रीमानले चाहिँ अथवा चाहिँ उसको श्रीमानकै घर परिवारले चाहिँ टर्चर दिइराखेको कुरा चाहिँ तपाईलाई प्रश्न पार्नुभयो हैन उहाँको अनुहारमा त्यो कुरा झल्किन्थ्यो
त्यो म गएको बेला चाहिँ त्यस्तै हुन्थ्यो त्यसले खाना चाहिँ खाँदिन थियो हेर्नु त्यसले जति त्यो घरको फ्यामिली एक्लै बस्थ्यो होइन त्यो जुन कोठामा अहिले त्यो जहाँ भेटाउनु पनि म त्यही कोठामा त्यो बस्थेँ प्रायः त्यही कोठामा नि त्यसलाई मैले भेटाउँथेँ तपाईँ जाने आउने हुन्थ्यो कहिले भेट्न जानुहुन्थ्यो। भेट्थेँ कहिले काहीँ अलिकति झ्यालको अवस्था बारेमा कुरा गरौँ जस्तो झ्यालबाट जुन जाली पहिला लागेको थियो कि थिएन त्यो झ्यालमा त्यो चाहिँ मैले चाहिँ थाहा पाइनँ मैले त्यो चाहिँ ध्यान दिएन मैले त्यसमा ध्यान दिनु नै म ध्यान दिएन त्यसमा चाहिँ मैले अब यसलाई के भनौँ त हामी आत्महत्या भनौँ कि अथवा चाहिँ यो हत्या नै हो भनौँ अब यस्तो उसले पनि नभन्नुपर्ने अब त्यहाँ त्यो केटाले पनि त्यस्तो नभनिदिनु पर्ने उसलाई होइन उसले यत्रो माया गर्थ्यो उसलाई पहिल्यैदेखि नै हो त्यसले माया गरेको अनि एक्कासी अहिले यस्तो भन्न चाहिँ उसले लगेर अहिले तर तस्तो चाहिँदैन नभन्नुपर्ने एउटा त्यो पनि केटी हो नि त त्यसले त्यो एउटा चाहिँ शङ्काको कुरा भनौँ न होइन त्यो शङ्का शङ्काको विषय कि ऊ भयो। अरूसँग लागेको छ कि त्यही भएर भनेको हो कि त्यसलाई ऊ गर्न खोजेको त्यो चाहिँ थाहा भएन तर त्यस्तो चाहिँ नगर्नुपर्ने अब यति नै त्यहाँ लास्ट कुरा नै हाम्रो त्यति नै भयो कस्तो राम्रो थियो राम्रो थियो अनि उहाँको अलिकति प्रेम विवाहको बारेमा खुलाउनु न कस्तो भागेर बिहे गरेन अब प्रेम विवाह जस्तो उहाँले चाहिँ निर्मल परिवारसँग विवाह गरेको करिबन 1 वर्ष भयो भनेर भन्नुभएको छ तपाईँसँग के कुरा सेयर हुन्थ्यो उहाँको चाहिँ प्रेम सम्बन्ध विवाहमा परिणत भयो विवाह पछिको उहाँको पारिवारिक सम्बन्ध कस्तो थियो के विवाह भएपछि मसँग धेरै कुरै भएको थिएन अस्ति भएको थियो अनि त्यस्तो कुरै गरेन त्यस्तो के भन्नुहुन्थ्यो त्यस्तो कुरा आफ्नो गरेन यस्तो साथी भनेर कुरा गर्थ्यौँ पारिवारिक कुरै भएन भनौँ नै साथी भएर अन्य तपाईँहरूको व्यक्तिगत कुरा भयो अलिकति उहाँसँग जोडिन चाहन्छु तपाईँलाई थाहा छ मेनुकाको पारिवारिक सम्बन्ध कस्तो थियो परिवार सम्बन्ध राम्रै नै थियो अब मसँग चाहिँ हिजोभन्दा अस्ति नै एकचोटि भएको थियो कल अनि त्योभन्दा अगाडि चाहिँ पहिला यस्तै कुराहरू सेयर चाहिँ गर्थेँ होइन मैले त्यसलाई सोच्थेँ धेरैचोटि सोच्थेँ राम्रै छ भन्थेँ कुनै बेला अब हिजो चाहिँ अस्ति चाहिँ त्यो फोन गरेको बेला